जयमसी साथीहरू, आउनुहोस् आज हामी हितोपदेश 16 को 3 मा लेखिएको वचनबारे थोरै चर्चा गरौं। हितोपदेश 16 को 3 मा लेखिएको छ, तैले गर्ने जुनसुकै कुरा परम प्रभुलाई सुम्पिदे र तेरा योजनाहरू सफल हुनेछन्। यो वचनले हामीलाई जीवनको एउटा महत्वपूर्ण सिद्धान्त सिकाउँछ। व्यावहारिक रूपमा हेर्दा परमप्रभुलाई सुम्पिनु भनेको आफ्नो जीवनको काम, योजना, निर्णय र भविष्यलाई परमेश्वरको मार्गदर्शनमा राख्नु हो। यसको अर्थ मुखले प्रार्थना गर्नु मात्र होइन, तर आफ्नो काम गर्ने तरिका, सोच्ने तरिका र निर्णय लिने तरिकामा पनि परमप्रभुको इच्छा खोज्नु हो। उदाहरणका लागि, यदि कसैले नयाँ व्यवसाय सुरु गर्न चाहन्छ भने उसले पहिले योजना बनाउँछ, मेहनत गर्छ, अनुसन्धान गर्छ, तर साथसाथै उसले प्रार्थना पनि गर्छ, हे परमप्रभु, मलाई सही निर्णय लिन मद्दत गर्नुहोस्। यसको अर्थ उसले काम नगरी बस्नु होइन, बरु मेहनत गर्दै परमप्रभुको मार्गदर्शन खोज्नु हो। व्यावहारिक जीवनमा यो वचनको अर्को अर्थ हो सबै कुरा नियन्त्रण गर्न खोजेर अत्याधिक चिन्ता नगर्नु। धेरै मानिसहरू भविष्यको चिन्ताले धेरै तनावमा हुन्छन्। उनीहरू सधैँ सोचिरहेका हुन्छन्, यदि योजना सफल भएन भने के होला, कसो होला, अरूले के सोच्लान्, यस्तै यस्तै अनावश्यक कुराहरू। तर जब हामी आफ्नो योजना, आफ्नो समस्या परमप्रभुलाई सुम्पिन्छौं, हामी बुझ्न थाल्छौं कि जीवनको सबै कुरा हाम्रो नियन्त्रणमा मात्र हुँदैन। यसको मतलब हामी जिम्मेवारीबाट भाग्नु पनि होइन। परमप्रभुलाई सुम्पिनु भनेको आफ्नो काम इमानदारीका साथ गर्नु, सही बाटोमा हिँड्नु र परिणामको बारेमा अत्याधिक डर नमान्नु हो। जब हामी यसरी जीवन बिताउँछौं, हाम्रो मनमा शान्ति आउँछ। व्यावहारिक रूपमा यो वचनले हामीलाई 3 वटा महत्वपूर्ण कुरा सिकाउँछ। पहिलो, मेहनत गर्न कहिले नछोड्नु। दोस्रो, परमप्रभुको मार्गदर्शन खोज्नु। तेस्रो, परिणामको बारेमा अत्याधिक चिन्ता नगर्नु। यदि यो सन्देशले तपाईको मन छोयो भने कृपया कमेन्टमा आमेन लेख्नुहोस्। यस्ता आत्मिक र प्रेरणादायी सन्देशहरू पाउन हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोस्, भिडियो लाइक गर्नुहोस् र आफ्ना परिवार तथा साथीहरूसँग शेयर गरेर परमप्रभुको वचन फैलाउन सहयोग गर्नुहोस्।